हेलो खमल सर, के हुँदैछ? कहाँ जाँदैछौँ? लाफु होइन? हाम्रो खमल सर लाफु भन्ने ठाउँमा चाहिँ दाउरा खोज्न हिँड्दै हुनुहुन्छ। उहाँलाई साथ दिँदैछु मैले। अनि यहाँको जाडो चाहिँ एकदम लास्टै जाडो हुन्छ है। यो रौङ्गे गाउँपालिका वार्ड नम्बर 6 ठाडाखानीमा त्यो जाडोले रुम्की हाँसम बनाएको त्यो सम्झेर आज चाहिँ हामी दुई भाइ टक्क दाउरा खोज्नको लागि हिँडेका छौँ। यो चाहिँ ठाडाखानी गाउँ हो। यहाँ पुल हालेको छ ओहोरदोहोर गर्नको लागि। खोला गाउँहरूको जिन्दगी एकदमै स्वच्छ हावा, स्वच्छ पानी। दुःख कष्ट भए पनि जिउन जाने भने चाहिँ एकदमै रमाइलो छ है गाउँहरूको। थाक्नुभयो? आज हाम्रो दाउरा खोज्न जाने कार्यक्रम छ। कहाँ पुगिन्छ दाउरा खोज्दै खोज्दै जाँदा टक्क हेरेर सेयर चाहिँ गरिदिनु होला है। यो चाहिँ गाउँ हो, हामी हो त्यो त्यहाँबाट आएको हो। त्यो गाउँ हो, हामी त्यहाँबाट आएको। माथि त्यहाँ चाहिँ तामाखानी छ भन्ने कुरो चाहिँ सुनिन्छ। त्यहाँ माथि त्यो कुहिरो हिँडेको छ। त्यो कुहिरो माथि हो कि मुनि हो त्यो चाहिँ थाहा छैन, तर त्यहाँ चाहिँ तामाखानी छ अरे एकदमै। तर त्यो उत्खननको लागि नेपाल सरकारले पहिले नै बन्द गरिदिइसकेको रहेछ। यो भिडियो पुरा हेरेर कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला। हाम्रो कमल सर अगाडि हिँड्नु भएको छ। उहाँ एकदमै इनर्जेटिक युवा हुनुहुन्छ। एकदमै जाँगरिलो। उहाँसँग विवाह गर्ने केटीले चाहिँ सायद जिन्दगीमा दुःख भन्ने चिज के हो, घृणा भन्ने चिज के हो त्यो चाहिँ महसुस गर्नुपर्ने छैन। हामी यसरी जङ्गलै जङ्गल हिँड्दैछौँ यो मोटो बाटै बाट। भिडियो चाहिँ पुरा हेरिदिनु होला है। यो भिडियो चाहिँ तपाईँहरूले युट्युबमा पाउन सक्नुहुनेछ, साथसाथै टिकटकमा पनि पाउन सक्नुहुनेछ। यो चाहिँ यो गुराँसको बोट अलि माथि गएपछि त गुराँसको बोट एकदमै धेरै देख्न पाइन्छ। यो गुराँस फुल्दाखेरि यहाँको मौसम, यहाँको चाहिँ यो वातावरण कस्तो होला त्यो चाहिँ हामी त्यो वातावरण चाहिँ एकदमै सौन्दर्यपूर्ण रमाइलो हेरिराख्नु जस्तो पक्कै हुनेछ। यो गुराँस फुल्दा त्यो गुराँस फुलिसकेपछिको वातावरण चाहिँ हामीले यहाँ देख्न पाइसकेका छैनौँ, किनकि यहाँ आइपुग्यो हाम्रो धेरै समय भएको छैन। कमल सर एकदमै मनमनै गुनगुनाउँदै हुनुहुन्छ। के छ, गीत गाउने हो? नगाउने। हामी छ यही डोको बोकेर आएको छौँ। चाउचाउ पनि छ कि होइन सर? चाउचाउ छन् है। अनि चुइकम चबाउँदै, तर पानी चाहिँ हाल्न बिर्सियो है। तर खरो लाग्ला भइसक्यो है। अब चाहिँ हिँडेको 10-15 मिनट भएको छैन। यस्तो छ बाटो, यस्तै छ साथीहरू। यहाँबाट चाहिँ फेरि यहाँको चाहिँ म्याग्दी जिल्लाकै एकदमै प्रसिद्ध धार्मिक स्थल मालिकामा पनि जान सकिन्छ है। प्रसिद्ध धार्मिक स्थल मालिकाबाट चाहिँ त्यहाँबाट धौलागिरी हिमाल, अर्को कुन हिमाल रे? धौलागिरी हिमाल, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल ठ्याक्कै अगाडि देखिन्छ। एकदमै ठ्याक्कै अगाडि यस्तो चाहिँ राम्रो रमाइलो छ त्यो मालिकाबाट। अनि मालिकाको अरू चाहिँ इतिहास चाहिँ मैले सायद सोध्न
सोधेको छैन, त्यो थाहा पाइसकेको छैन। तर त्यहाँ जानको लागि लगभग यहाँबाट चाहिँ यो ठाडाखानीबाट चाहिँ लगभग मालिकामा पुग्नको लागि हिँडेर चाहिँ हामी कति घन्टामा पुगेको थियौँ? लगभग 1.5-2 घन्टा चाहिँ हिँडेर पुगिन्छ। अब गाडी चाहिँ माथिसम्म चाहिँ जाँदैन, जिप तलसम्म चाहिँ जान्छ होइन। यो यहाँ चाहिँ अहिले पहिला चाहिँ आलु खेती गरिन्थ्यो। यहाँ 2 सिजन खेती हुँदो रहेछ यहाँ। आलु खनेर अहिले चाहिँ जौ अनि गहुँ गुवा भन्ने त्यो अन्नहरू चाहिँ अहिले छरिसकिएको छ होइन। त्यो बाली चाहिँ छरिसकिएको छ। त्यो यहाँ दुईवटा ठाडाखानीको तल्लो गाउँ अनि उपल्लो गाउँ त्यो हो। यो गाउँलाई यो ठाउँ चाहिँ लाफु भन्दो रहेछ है यो यसलाई है। लाफुमा चाहिँ अहिले जौ गहुँ छरेर त्यो सकिसकेको छ लगभग। अब उतापट्टि चाहिँ गहुँ के अरे कोदो काट्ने तर्खर चल्दैछ गाउँमा। मान्छेहरू एकदमै बिजी छन् है बिहानदेखि बेलुकासम्म। अब हामी बेरोजगारीहरू के अरे कहिले कता डुल्ने है यस्तै छ होइन बेरोजगारी सर? हामी बेरोजगारीहरूको यस्तै छ है। तपाईँहरूलाई यो जङ्गलको भिडियो देखाउँदैछौँ, टक्क हेर्ने है।